हिँडिरहेको छौँ। यो चाहिँ भ्यू हेलो गाइस, हामी चाहिँ आज पोखराको सबै ठाउँ घुम्नु भ्यायो अनि अहिले हामी फेवातालतिर इभिनिङ वाक गर्दै जाँदैछौँ बिस्तारै भ्यू इन्जोय गर्दै। हेलो गाइस, हिँडिरहेको छौँ। यो चाहिँ भ्यू हो, हजुरहरू हेर्न सक्नुहुन्छ। म रोड क्रस गर्दैछु। जेब्रा क्रस चाहिँ छैन, त्यही नै रोड क्रस गरिरहेको छु। हेर्न सक्नुहुन्छ तपाईँहरूले, यस्तो राम्रो भ्यू छ। अब चाहिँ हामी एकछिन घुम्न जान्छौँ। अब नुहाएर फ्रेस भएर एकछिन बाहिर निस्केको नाइट वाक। हामी चाहिँ अब आज चाहिँ हामी भात नखाने हो। सधैँ भात भएर आज चाहिँ यतै लेक साइडतिर केही खाने अनि केही खाने भनेको छौँ। सबैजना आएको छौँ अनि बाबा चाहिँ घरमै हुनुहुन्छ, नआउने रे। अनि क्लास छ अहिले, पढाउनु पर्छ, त्यही भएर नआउने। अनि हामी चाहिँ अहिले खाने हो, बाहिर केही खाएर जाने। स्कुलबाट टुर जाँदा त एकछिन नै घुम्नै पाउँथेन, केही राम्रोसँग हेर्न पनि पाउँथेन। अहिले त छुट्टी आएर अनि सब आनन्दले घुम्न पाएको छ। पोखरा यस्तो राम्रो छ नि, यस्तो राम्रो छ पोखरा। म यहाँबाट जानै मन छैन तर जानै पर्छ। हिँडिरहेछौँ, सबैजना छ पछाडि। यस्तो राम्रो छ नि, यहाँबाट त अझ राम्रोसँग देखा होइन। यो रुखहरूले छेकेर यस्तो दामी भ्यू आउँछ नि। अहिले राम्रो अलिक खुल्लामा देखिस्, म तपाईँहरूलाई भ्यू देखाउँछु यहाँको। हजुरहरू नि पोखरा आउनु भएको छैन भने आउनु होला। पोखरा यस्तो राम्रो छ, सबैलाई मनपर्छ। बेस्ट प्लेस टु भिजिट। जसलाई मनपर्छ भिडियो सेयर गर, लाइक, कमेन्ट, सब्सक्राइब। यस्तो राम्रो ठाउँ छ पोखरा। यस्तो मलाई कस्तो राम्ररी देखिरहेको, त्यही भएर मलाई भिडियो लिइरहन मन लाग्यो तर बोल्ने शब्द नै छैन साथीहरू। अब यस्तै हो, हेर्दै गर्नु होला। म हजुरहरूलाई केही स्पेसलवाला देखाइरहन्छु, मतलब कि अलि राम्रोवाला भ्यू त्यस्तोहरू केही भयो भने देखाउँछु। अब हामी कहाँ जान्छौँ, कहाँ वाक गर्छौँ, हजुरहरू हेर्दै गर्नु। हेर्नु न, यत्तिकै भिडियो बनाउँदा नि यस्तो राम्रो छ कि पोखरा। केही चाहिँदैन कि यत्तिकै रोडमा यत्तिकै भिडियो बनाए नि हेर्न सक्नुहुन्छ। यस्तो राम्रो देखिरह, के भन्ने अब, यस्तो राम्रो देखिरह। त्यहाँ मम्मी दिदीहरू चाहिँ अगाडि हिँड्नु भएको छ, म चाहिँ पछाडि भ्लग बनाउँदै हिँडिरहेको छु एक्लै। गाइस, यत्तिकै रुखहरू अलिअलि बादलहरू देखिया, त्यही यस्तो राम्रो देखिरहेछ नि, के भन्नु। जति भयो हेऱ्यो त्यति हेरिरहन मन लाग्छ। म त यहाँबाट जाने मन छैन। अब रोड क्रस गर्छु म। अहिले चाहिँ हामी लेक साइडमा यहाँ हिँडिरहेछौँ। हेर्नु भ्यू यस्तो दामी छ नि। म तपाईँहरूलाई ब्याकबाट देखाउँछु है, ब्याक क्यामेराबाट हेर्न सक्नुहुन्छ। वाउ, न यस्तो राम्रो छ हुन्छ भ्यू, नाइट भ्यू अफ फेवा लेक। वाउ, यस्तो दामी छ कि।
वाउ जस्ट वाउ के यहाँ स्ट्रिट वक गर्दैछौँ गाइजहरू भ्यू इन्जोय गर्दै कुकुर पनि भ्यू इन्जोय गरिरहेछ टु ब्युटिफुल पोखरा इट्स सो ब्युटिफुल भाइब चेक गर्नुहोस् गाइस कति इनर्जेटिक छ यो सिटी अलिक म टाढा अनि तालै धेरै आउनुभयो वाला कि हामी चाहिँ आज लेक साइडको स्ट्रिट फुड ट्राई गर्न गइरहेछौँ हामीलाई होटेलको खाना वाक्क लागेर हामी चाहिँ आज स्ट्रिट फुडको लागि गइरहेछौँ फर्स्ट आइटम हामी खोज्दैछौँ कहाँ राम्रो हुन्छ हामी अब के खान्छ म तपाईँहरूलाई देखाउँछु तपाईँहरूले मोबाइलबाट झिकेर खानु अलिकति कस्तो राम्रो छ हेर्नु पोखरा हजुरहरू नि पोखरा त आउनै पर्छ आइटम चाहिँ यो हामी चाहिँ 2टा बफमा अनि 2टा चिकनमा गरेको छौँ अब टेस्ट गरेर भन्छु कस्तो छ भनेर हेर्दा त मिठो देखिरहेको अब हाम्रो फर्स्ट आइटम तल देखाउनु न त्यो कहिलेकाहीँ त्यस्तै हुन्छ हामी चाहिँ यहाँ खाजाहरू खाएर भ्याइसक्यौँ अब चाहिँ हामी जान लाग्यो आजको ब्लग यति नै भयो थ्याङ्क्स फर वाचिङ अब भोलि अर्को ब्लगमा भेटौँला बाई बाई भूमिका